मलाई दान चाहिँदैन सरकार, किनभनेदेखि आशा र सङ्ग्रह हुनेका लागि धेरै वस्तुको आवश्यक पर्छ। जसमा आशा छैन, जसमा सङ्ग्रह छैन, त्यो व्यक्तिलाई केही कुराको आवश्यक पर्दैन। सरकार आशा र सङ्ग्रह त्यागेर चित्त अधीनमा राखिसकेको, मलाई के आवश्यक पर्यो होला र मलाई त्यो केही कुराको आशा छैन, मलाई नबोलाउनुहोस् भनेपछि होइन। यो दिने भनेको कुरा जसमा श्रद्धा छ, सद्भाव छ, प्रेम छ, त्यो व्यक्तिलाई हृदयमा मानस पटलमा प्रवेश गराइसकेपछि फेरि निकाल्न सक्दो रहन्छ। आत्मैबाट म यहाँलाई सम्मान गर्छु, अब के गर्ने, मबाट कुनै के छ, निक्लँदैन। अब दान माग्नुहोस्। अनि भगवान वामनले के आज्ञा गरिबक्स्यो भने कुनै पनि कुराको दान लिनु या दिनु प्रतिज्ञा नगरिकन गर्नु नगर्नु भन्ने भनाइ छ। यहाँले बोल्नुहोस् त, जे मागे नि दिन्छु भन्नुभयो। ठिक छ, अब त्यसो भने मेरो पाइलाले नापेर 3 पाइला जमिनको आवश्यक पर्छ मलाई। यो 3 पाइला जमिन किन आवश्यक पर्यो? यति छोटो, यति सानो, यति सामान्य सामग्री किन आवश्यक पर्यो हजुरलाई भन्दा